अब देशमा साँच्चीकै परिवर्तन होला त? बालेन रवि र कुलमान बीच त सहमति भयो। अब देशले के मुहार फेर्ला त? देशमा अब के विकासको मोड परिवर्तन होला? देशमा अब राजनीतिक परिवर्तन देखा पर्ला त? यसैसँग आधारित रहेर यस भिडियोमा छलफल गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हो, भर्खर हिजो अस्ति सम्पन्न भएका विभिन्न सहमतिमा बालेन रवि र कुलमान बीच सहमति हुन पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तथा वर्तमान रूपमा काठमाडौँ महानगरपालिकामा काम गर्दै आइरहेका बालेन शाह, कुलमान घिसिङ र रवि लामिछाने बीच सहमति भएको छ। अब यी तीन नेताहरू एकजुट भएर अघि बढ्ने र देश विकासमा लाग्ने प्रतिक्रिया पनि दिएका छन्। यसले गर्दा देश विकासमा ठुलो मोड तथा देशले परिवर्तन पाउन सक्ने आकांक्षाले जनताहरू पनि खुसी भएका छन्। अबको वर्तमान समयदेखि देशले परिवर्तन अथवा देशमा केही विकासको मुहार फेर्न सक्छ भन्ने जस्तो पनि देखिएको छ। यो समयमा धेरै युवा शक्तिहरू खुसी भएको अवस्था पनि देख्न सकिन्छ। अब देशमा युवाले केही परिवर्तन गर्छन् कि जस्तो पनि छ। त्यसैले अब हामी देश विकासमा लाग्नको लागि अथवा यिनै नेतालाई जिताउनको लागि, देश विकास गर्नको लागि अब हुने निर्वाचनमा यिनै नेतालाई भोट हाल्नु पर्ने देखिन्छ। देश विकास गर्ने जिम्मा अब हामीहरूको हो। त्यसैले हामीहरू अघि बढ्नुपर्छ र अघि लाग्नुपर्छ। 40 घण्टाको अनवरत खटाइ पश्चात अन्ततः बिहानको 4 बजे रासोपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच सहमति भएको छ। नयाँ युवा युगको सुरुवात सँगै घण्टी बजाउँदै अब रासोपाबाट भावी प्रधानमन्त्रीमा बालेन शाह उम्मेद्वार भएका छन्। अब पार्टी रवि लामिछानेले चलाउने सभापतिको रूपमा, देश बालेन शाहले चलाउने प्रधानमन्त्रीका रूपमा भनेर दुई बीच सहमति भएको छ। विभिन्न भूमिकामा रहेर समाज र नागरिक समाजसँग हमेशा संवादमा छु, आम्ने सामने छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रोमाइज गरेको छैन। आज म आफ्ना बारेमा सफाई दिन भन्दा पनि बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन पनि परेछ र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागार पठाउँदैछु। पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। के नियतले मलाई मध्यरातमा त्रिशुलको धीरै दासढुङ्गा हुँदै लिएर गयो? मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो? सबैसम्म जग जाहेर छ। उनीहरूले मलाई के गरे? दासढुङ्गाको